पाल्पा माथागढीको झडेवा भन्ने ठाउँ। यो झडेवा हाम्रो भान्जा दाइको घर। यतापट्टि यो खेतहरू भयो। अहिले भर्खर सूर्यनारायण भगवानको दर्शन पाइएको छ। घाम निस्केको छ। यहाँ झडेवा हस्पिटल माथागढीको यहाँ मेन हस्पिटल यहाँ तयार भइरहेको छ भनी यतापट्टि अब रहवास मटेरी गोठादी जाने यो बाटो त छेड हो। यस्ता पहाड वरिपरि पहाडले घेरेको ठाउँ छ यो। यसरी पहाडको बीचमा चाहिँ झडेवा फाँट, यो फाँट भनेर चिनिन्छ। उतापट्टि ठुलो फाँट छ, यो सानो फाँट हो। यो ठुलो फाँट उता माथि चाहिँ पाल्पा जाने बाटो हो, त्यो मोटर बाटो। उता देवगिरी डाँडा छ माथि। यसरी चाहिँ यहाँ सातमुले भन्छ, यहाँ सातमुले यो झडेवा हो। झडेवामा यसरी घाम भर्खर देखिएको छ। शीत एकदम बाक्लो शीत तुषारो पर्ने ठाउँ हो यो। आज म झडेवा भन्ने ठाउँमा यसरी खेतमा उभिएर घाम ताप्दैछु। सबैको जय होस्।